ओए बिरे हेलो हेलो बीटीएस आई एम बीटीएस ओ मुकेश अम्बानी हेलो गुरुमा यता हेर्नु पर्यो के हैन उधर हेर्नु खोइ हो हेलो 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 ओहो सिर्जना हेलो भन्नु पर्यो हो यता ओए ओए सोनिया छिटो हेलो गाइस म चाहिँ ब्लगर दाइको बहिनी ओहो लु ओए 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 देब्री नमस्ते गर देब्री ओहो अब चाहिँ हाम्रो लास्ट हो यो चाहिँ सकिने टाइमको हो दृश्य अब यहाँबाट चाहिँ टक्क लाएर घर जानुपर्ने हुन्छ क्या म काटिहाल्छु नि अब फेरि पनि लु दुईजना हाँस त लु एकचोटि फेरि हाँस न ल है ल अब भने चाहिँ फेरि अर्को भिडियोमा पनि म देखाउने नै छु होइन नेक्स्ट टाइम गाइजहरू मेरो चाहिँ यहाँ मकै गोड्दै मलाई चाहिँ अनि मेरो हो भनेर गरेपछि त साह्रो भइगयो नि हो बाई बाई सबैजनालाई आई एम बीटीएस कालो भए पनि म चाहिँ बीटीएस को बिग फ्यान हेलो नमस्ते सेवारो अनि वेलकम ब्याक टु माई युट्युब च्यानल म चाहिँ एमटी लिम्बू ताप्लेजुङदेखि आज चाहिँ धेरै लामो समयपछि फेरि पनि मैले चाहिँ भिडियो लिएर आउँदैछु सो आजको स्पेसल भनेको चाहिँ मकै गोड्न जाँदैछौँ होइन त भाइ यता छ टक्क लाएर अगम यानि कि जर्सी नम्बर देखा त 7 अगम लिम्बू भनेर हल्दीबारीबाट खेल्ने फुटबल खेल्ने हो अनि आज चाहिँ हामी जाँदैछौँ खै मेरो काँटा यस्तो छ यो काँटाले चाहिँ मकै यस्तो गोड्नु पर्ने छ होइन धेरै लामो समयपछि चाहिँ आज चाहिँ टक्क भिडियो लाउँदैछौँ कस्तो हुन्छ अनि आज कतिजना साथी छ अहिले बजी भनेको कति बज्यो भन्छ केटा 11:20 सलाम ठोक्दा एकचोटि चाहिँ हो पछि लाउरे नै हुन्छ सला त अनि टक्क यहाँबाट जानुपर्ने छ अनि दाइको यहाँ पर दाइको चाहिँ मकै गोड्नु पर्ने छ कि अनि आज जाँदैछौँ त्यहाँ पर पुगेपछि साथीहरूको म देखाउने छु अनि लाइक सेयर सब्सक्राइब त्यस्तै गरी सेयर पनि गरिदिनु होला भन्दै यो सालको नयाँ वर्ष चाहिँ कता जाने भन्ने हाम्रो प्लान पनि मिलाउनु छ अनि गाउँमा केटा भनेको चाहिँ एकजना भाइ यो आएको छ अनि म छु 3 जना केटाहरू छौँ अब यहाँ चाहिँ आज चाहिँ 1 गतेको प्लान पनि मिलाउनु छ भन्दै यहाँबाट चाहिँ म भिडियो स्टार्ट गर्दै जाँदैछु सबैजनाले माया गरिदिनु होला भन्न यसले चाहिँ गम्बुट लगाएको गरेर ओ माई गड यसले चाहिँ घर लिप्दै रहेछ हाम्रोमा पनि लिप्नु थियो कि छिटो लिप यता हेर त एकचोटि हेर्न हो यो चाहिँ त कतिको राम्रो देखेको छ भनेर देखा हेर्न छिटो हेर्न फेरि तेरो नाम यहीँ भनिदिन्छ है रे ढेबा त त त्यो बामफोक जत्रो मात्रै छेस् कि ख्याउ बियर त्यत्रै मात्रै छेस् होला हौ त कराईमा चाहिँ पुग्छ त्यो माथि कराई जत्रो छेस् उभिएर त हाइट चाहिँ ए ढिपीले लु हेर त लु अब चाहिँ यता उभिएर पो हेर्ने हो त कहाँ अनि हेर्न साँच्चीकै हालिदिने अब को यो उठ सुत्ने खराएको बाउ हो कि हेलो ढेबाको बहिनी पिन्दै हेलो यहाँ पर सर्प छ जाउँ न उठौँ न सर्प हौ सर्प मार जाउँ न उठौँ न मार्न अरे तँ जाने यता उभि यहाँ उभि लु छिटो हारा चोके अनि टक्क यहाँबाट अब हामी चाहिँ जाँदैछौँ पर देखाउने छु है त टक्क लाएर अब यहाँ गोड्ने घरमा चाहिँ आइपुगिसक्यो जनता जान्न चाहन्छन् मुकेश सलाम ठोक ओइ ढेबा अरे भेन्टु यो चाहिँ भेन्टु हो आमा हेर भेन्टु गाडी फलामको नि हो दामी रहेछ फुल चाहिँ यस्तरी फुलेको छ टक्क लाएर ल अब हामी चाहिँ बारीतिर लागि जाउँ सरहरू ओहो पन्जा चाहिँ सट्टै ल्याउन बिर्सेछु मैले आज हात चाहिँ
आज यसले काम गरेको यहाँनिर सघाएकोमा चाहिँ एउटा बिरालोको बच्चा यिनीहरू दुईटाले काम गरेकोमा आज चाहिँ यिनीहरूको लागि यी बिरालोको बच्चा दिने अरे एउटा आज दिउँसो तेरो काम गरेको साटो चाहिँ बिरालोको बच्चा पाइस् ल तैँले ओहो मुकेश कस्तो लाग्यो तँलाई बिरालोको बच्चा उपहार कन्फर्म हिँड ओहो आज यही मकै गोड्नु पर्ने छ वैशाख चैतको आज कितना गते हो 28 25 गते सुक्राच ताम्लिङको चाहिँ मकै गोड्ने कार्यक्रम सञ्चालन भइरहेको छ मकै चाहिँ राम्रो आएछ हौ काजी सापको अब यस्तो पाराले खन्नु पर्ने छ कि आजको मुख्य सबैभन्दा खतरा खन्ने चाहिँ यहाँ छ भेन्टु हेलो भेन्टु तेरो नाम चाहिँ सोनिया अरे होइन उता चाहिँ सोनिया अरे यो चाहिँ भेन्टु यहाँ तल चाहिँ हाम्रो काकाहरूको घर यहाँ पनि मकै गोड्ने बेला हुनु लागेछ कस्तो छ त आजको खै ल अब घर साउ भएपछि त यहाँ के अरे उ पो हुनुपर्छ नि यहाँनिर सगुनेको लागि चाहिन्छ कुखुरा अन्डा अघि बोक्नु भनेको यहाँ भरे पानी आयो भने थाल्दाखेरि तिमीले थाल्दा पानी आयो भने त कुटाकुट पो हुन्छ त कहाँ झरौँला नै लु छिटो आऊ नठग तिमीहरू भरे बिरालोको बच्चा एउटा आजको काम गरेको बिरालोको बच्चा दिने होला नि यो दुईटालाई लु जाउँ थालौँ खै हामी यति हो अब म यहाँ सगुने बुझाउनु पर्यो नि त वनकोहरू ल हे रानी अब सिद्ध सगुने मारा पासे खन्द भाइ तेरो स्टार्टिङमा त खतरा खन्छस् लु त स्टार्ट अगम लिम्बूबाट हुन्छ जम्मै उखेलेर एक फाल्टै राख्दैन साह्रो भएन भने त्यो उखेल्दै राखिँदैन एक ठाउँ भिता हुँदै अस्तिको साल चाहिँ कसले कसो गरे अरे को निम्सी उयो बिरबल र उसले चाहिँ कसो गरे अरे अब पछि असिनाको भाग पनि चाहियो नि त अब भरे चिया खाँदालाई पनि देखाउनु पर्छ खाजा खाँदालाई अब भने म पनि स्टार्ट गर्नु पर्यो साउ रिसाउँछ हो फेरि साउ अलिक अल्छी गर भने रिसाउँछ कसैले अब गर्नुपर्छ बा लु हेरौँ त यहाँ सरहरूको चमा चाहिँ यस्तो पो रहेछ त आज यसो भन्नु नि हौ चाहिने पछि फल्दा चाहिने तपाईँलाई नि काँटा कोदालो आफ्नो आफै लिएर राखिदिनु पर्दैन यत्रो हामीले गोडिसक्यौँ उनीहरूले चाहिँ त्यहाँ तल छ बिरबल बिटिएस कसो गर्छ अरे होइन होला कालो मान्छे भए पनि बिटिएसको त बिग फ्यान पो कसो अरे फेरि भन्छ कालो मान्छे भए पनि बिटिएसको त बिग फ्यान हो बिटिएसको स्पेलिङ गर्दा यसलाई चाहिँ कुन केटीले कसो गर अरे भन्छ कुन केटीले भन्न यस्तो छन् डरको छेरहरू अनि कहाँ ल अब यहाँ गोड्ने कार्यक्रम धमाधम लेडिज भनेको 2 4 6 जना 2 4 5 जनाले आज भनेको यस्तो तरिकाले गोड्नु पर्ने हुन्छ कि मैले चाहिँ हातमा पन्जा पनि ल्याइन रहेछु यस्तो भएको छ ठेउला उठ्ला जस्तो भएको छ हेर हाँसेको ध्वासे ल्याउने बानी हुँदा अब जाने यता परबाट खन्दै ल्याउने कुरो छ है कस्तो आजको मौसम चाहिँ एकदम दामी छ घाम लागेको छैन र चाहिँ बबाल भइरहेछ जिउमा पसिना पनि आएको छैन ल है ल
छिटो आइज भने चाहिँ चिया खाने बेला भइसकेको छ हेलो म चाहिँ बिटिएस कालो भए पनि बिटिएस को चाहिँ बिग फ्यान हो खोइ कपाल चाहिँ बना न बिटिएसले त यस्तो पो दिन्छ त यस्तो दिएर यस्तो गरेर गीत गाउँछ अमला बाङ्गो हो यस्तो दिएर फिक्स चिया सार्ने चाहिँ काले छ उ त्यहाँ हो झर्ना ए कसो अरे अगम कसो गरे अरे भेन्टु हेलो भेन्टु हेर त भेन्टु छिटो खन है तिमीहरूलाई बिरालोको बच्चा पाउँछौ आज काम गरे बापत बिरालोको बच्चा ला फोन पनि पो फुटेछ त खै त राम्री त त मटी नै मटी छेस् त फिक्स अब यहाँदेखि यता तल चाहिँ गोडिसकेको यहाँसम्म ल्याइ अब यहाँ छ अनि यहाँबाट यता देखिएको जति यो सबै गोड्नु पर्ने छ आज चाहिँ खाइदिउँ है अब चाहिँ लाइन चाहिँ यस्तो छ कि खाउँ त हलो के यता जाँडा यसरी खाँदाखेरि सरर र मकैबारीमा को अरे बिटिएस चाहिँ यता माथि पनि छन् लगायत यता पनि छन् आज थुप्रो जना छौँ त भान्से यता हजुर के भने आमा भिडियो गरेको एकचोटि आमा र बाउ किन पेसरमा आएको अनि नरिसाउँ न भने के को आमा र बाउ आज यस्तो छ है भ्यू चाहिँ खै रिसाइहाल्यो किन किन मलाई धेर पुग्छ होला खानु न खानु अहिले फेरि पनि म सम्पूर्ण जानकारी देखाउने छु लु भयो होला कसो अरे तपाईँको कुरा चाहिँ अघिको कुरा भनौँ अघिको कुरा भनौँ ए नहाल्नु नहाल्नु यत्रो अनि यो बिरालोको रासभन्दा ठुलो भयो त यतापट्टि पनि गाडी छ इतवाङ त्यहाँ फोहोर पर्छ है नमस्कार गर इतवाङ हो ए ल ल ल ल सलाम ठोक सलाम ठोक ओए छिटो अब खाजा खाइसकेपछि फेरि सम्पूर्ण देखाउने नै छु म भन्दै अहिलेलाई चाहिँ ए अगम हेलो वान ओए बिरे हेलो हेलो बिटिएस आई एम बिटिएस ओ मुकेश मुकेश अम्बानी हेलो गुरुमा यता हेर्नु पर्यो के होइन उँधो हेर्नु पर्यो खोइ हो हेलो 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 ओहो हो सिर्जना हेलो भन्नु पर्यो हो यता ओए ओए सोनिया सोनिया छिटो ब्लकर दाइको बहिनी ओहो लु ओए 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 देब्री नमस्ते गर देब्री ओहो अब चाहिँ हाम्रो लास्ट हो यो चाहिँ सकिने टाइमको हो दृश्य अब यहाँबाट चाहिँ टक्क लाएर घर जानुपर्ने हुन्छ क्या म काटिहाल्छु नि अब फेरि पनि लु दुईजना हाँस त लु एकचोटि फेरि हाँस न ल है ल अब भने चाहिँ फेरि अर्को भिडियोमा पनि म देखाउने नै छु होइन नेक्स्ट टाइम गाइजहरू मेरो चाहिँ यहाँ मकै गोड्दा गोड्दै मलाई चाहिँ अनि मेरो हो भनेर गरेपछि त साह्रो भइगयो नि हो बाई बाई सबैजनालाई आई एम बिटिएस कालो भए पनि म चाहिँ बिटिएस को बिग फ्यान